हेलो गाइज नमस्ते। म आज मसरु गोड्न लागेको छु। मसरु गोड्दैछु। हजुरहरु पनि के काम गर्दै हुनुहुन्छ? अब मसरु गोड्ने गहुँ गर्ने सिजन आइसकेको छ। मैले पनि घरबाट मसरु ल्याएर छरेको थिएँ। आजकल अब मसरु गोड्ने भइगयो, पानी परेर बित्यो। म मसरु गोड्दैछु साथीहरु। हजुरहरु के गर्नुहुन्छ? हेर्नुहोस् मसरु गोड्न लागेको छु। माथि घरहरु छन्, त्यहाँनिर उखु छ, यता वनहरु छन्, बारी दोकानहरु छन्। यो मसरु गोड्ने बारीमा आइराखेको छु। मसरु एकदम पानी परेर राम्रो भइसकेको छ। मसरु गोड्न लागेको छु। हेर्नुहोस् यो कुटो पनि यस्तो छ। यो कुटो पनि यस्तो छ। के गर्ने, बाहिर आए पनि काम गर्नु पर्दो रहेछ। यस्तै घरको जस्तो काम गर्नु पर्छ। घरको जस्तै काम गर्ने, गोराई मेलाई गर्ने, खोदाई गर्ने, पौधा बनाउने मेरो काम हो। मेरो भिडियोलाई लाइक शेयर गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। मेरो युट्युब आइडी को नाम ललिता देवी हो। मेरो युट्युब च्यानललाई सर्च गरेर लाइक शेयर गरिदिनु होला, फलो पनि गरिदिनु होला भन्ने आशा लागेको छ। यति भन्दै मेरो छोटो शब्द समाप्त गर्छु। हस्त नमस्ते।